अलायन्सको यो साथीहरूले माग रेडी गर्नुभयो होइन सरकारले एउटै माग लिएर आउनुस् तपाईहरु सबै जेनजीको भन्यो माग लिएर जाने बेला रक्षा बमले छुट्टै माग लिएर जानुभयो आफ्नो आफै उहाँ हो अनि यसरी छुट्टै माग नलगौँ रक्षा अलायन्ससँग मिलेर माग लगौँ सबैको माग समावेश गरौँ घाइतेको माग छुट्टै शहीदको माग छुट्टै होइन आन्दोलन मिलेर गरेपछि माग पनि सँगै लगौँ भन्दा 3 महिनासम्म जब यो साइन गराउनको लागि मोनिका दिदीहरु हिँड्नु राख्नु भएको थियो उ छुट्टै माग लिएर जाने हैन छुट्टै माग लिएर गएपछि जब प्रधानमन्त्रीले म 2टा माग सिग्नेचर गर्दिन मिलाएर ल्याउनुस् भनेपछि समय जेनजीको समय लागेको त्यो माग सिग्नेचर गर्न 3 महिना 4 महिना लाग्यो भन्यौं नि हामीले यही पाली कार्यान्वयन हुनुपर्ने माग रक्षा बमज्यूले रोक्नु भएको हो हैन सेकेन्डरी पार्ट के थियो भने गृह मन्त्रीलाई चुनाव त गराउनु थियो चुनावपछि जब उहाँले राष्ट्रिय सभामा आफूलाई घोषित गर्नुभयो उहाँले अहिले प्रधानमन्त्रीको सोकिएको मात्रै विरोध गर्ने गृह मन्त्रीको चाहिँ विरोध नगर्ने हैन गृह मन्त्रीसँग 2 बजे 3 बजे फोन गर्नको लागि पनि नम्बर चाहिँ छ व्यक्तिगत सल्लाहकारको रूपमा लगेको नम्बर छ भनेपछि उहाँ आफै फोन गर्न सक्नुहुन्न